सबैलाई बराबर हुनु पर्दैन यो कसलाई बराबर हुँदैन केटीकेटीलाई थोरै खाना दिनुपर्छ यङलाई अलि धेरै दिनुपर्छ बुढालाई अलिकति सफ्ट खाना दिनुपर्छ बराबर कोही पनि यहाँ तपाईँ हामी जतिजना जन्म भएका छौँ यहाँ कोही पनि एकै दिन जन्मिएको छैन कसरी बराबर गर्नुहुन्छ कसरी बराबर हो होइन छातीमा हात राखेर भन्नुहोस् त तपाईँले आज बालेन शाहले काम गरेको छैन अथवा यो लागेको छैन भनेर छाती होइन बालेन शाहलाई मैले अघि नै भनिसकेँ 99 नम्बर दिन्छु तर यो राजालाई पत्र लेख्ने चाहिँ उहाँको हक र अधिकार पनि होइन र राजाले बोलाएर त्यो घटना भएको पनि होइन त्यो गर्ने भने यिनै सत्ता प्रसाईको नाममा काट्नु यिनै बरु दुर्गा प्रसाईलाई काट्न सक्थे त्यो कुरो एक्सेप्टेबल हुन्छ तर राजालाई चाहिँ तपाईँको स्वच्छ बसेको पवित्र बसेको श्रीपेज फुकालेर बसेको हामीले राजा चाहियो भने त जनताले पो त राजाले मलाई बोलाऊ भनेको छ र छैन नि अनि यो कार्यक्रम गरेर प्रधानमन्त्री मन्त्री भइदिए भए त्यही आयोजकहरू हुन्थे नि त भने त्यो अनि त्यति कुरा चाहिँ त्यता विद्वान इन्जिनियर बालन शाहले यो देश राम्रो बनाउँछु भनेर हिँड्या मान्छेले त्यो अभिभावक बुढो 76-77 वर्ष भएको राजा यो देशको लागि मर्छु श्रीपेज फुकाल्छु तर नेपाल छोडेर कहीँ जान्न म दलाल होइन म नेता होइन म राजा हुँ भनेर बसेका हुनुहुन्छ उहाँलाई पत्र लेख्नु भने नि यो बानेल शाह चाहिँ अलिकति ठुलो भयो जस्तो लाग्छ जसले चाहिँ राम्रो काम गरिरहेको छ त्यसलाई स्याबासी दिनको साटोमा बालेन शाह ठुलो भयो बालेन शाह घमण्डी भयो बालेन शाहले मान्छे टेडेन हैन के भनेको रे यो के भनेको यार यो के भनेको कानुन भनेको अलग अलग हुनुपर्छ अरे कानुन भनेको सबैलाई एक समान हो के चाहे नेता होस् चाहे राजा होस् चाहे जनता होस् चाहे धनी होस् चाहे गरिब होस् कानुन भनेको सबलाई एक समान हुनुपर्छ के देशमा हैन के अब धनीलाई अलग्गै कानुन बनाउने गरिबलाई अलग्गै कानुन बनाउने राजालाई अलग्गै कानुन बनाउने नेतालाई अलग्गै कानुन बनाउने जनतालाई अलग्गै कानुन बनाउने कि अब सबै थरीको कानुनहरू बनाउनु पर्यो ठुलोलाई अलग कानुन बनाउने सानो मान्छेलाई अलग कानुन बनाउने बुढोलाई अलग कानुन बनाउने अब कि सबैलाई फरक फरक कानुन बनाउनु पर्ने भयो नेपालमा एकदमै गुड जब बालेन शाह किन भन्दाखेरि कसैलाई छोड्नुहुन्न कानुन भनेको सबैलाई बराबर हुन्छ कसैलाई छोड्नुहुन्न चाहे नेता होस् चाहे राजा होस् चाहे ठुलो होस् चाहे सानो होस् चाहे धनी होस् गरिब होस् हैन कसैलाई छोड्नु हुँदैन क्या हैन हामीलाई न राजतन्त्र चाहिएको छ न गणतन्त्र चाहिएको छ हामीलाई भनेको देशको एउटा सच्चा लिडर चाहिएको छ कि एक समान व्यवहार गर्ने एउटा असल लिडर चाहिएको छ यहाँ सबैलाई फरक फरक कानुन हो त्यही भएर त बिग्रेको छ नि नेपालमा अहिलेसम्म सबैलाई कहाँ एक समान कानुन छ त धनी मान्छेले चत्रक्क घाँटी काट्दै पनि हुने गरिब मान्छेले चाहिँ केही नगरेको पनि बेकसुर जेल कुर्नु पर्ने बेकसुर के भन्छ अरे जेलको हावा खानुपर्ने धनी मान्छेले चाहिँ पैसाको के घुस दिएपछि उनीहरूले मान्छे काटे पनि हुने जेसुकै गरे पनि हुने हैन हो कहाँ छ र अहिले हो यस्तै कानुन चाहिएको रहेछ क्या नेपालको जनता सबभन्दा नेपाल बिग्रिनुमा र नेपाल नबन्नुमा चाहिँ हामी जस्तै हाम्रो नेपालका भेडा जनताहरूले पनि हो कि हैन जनताले नै यसो भनिरहेको छ अलग अलग कानुन हुनुपर्छ अरे हैन यस्तो तरिकाले कहाँबाट हुन्छ कहाँ छ र नेपालमा कानुन हैन धनीलाई कानुनै छैन गरिबलाई मात्रै कानुन छ गरिबले त केही सानो केही नगरे पनि यताउता गरेर फसाइदिइहाल्छ अनि पावर हुनेको पहुँच हुनेको पहुँच हुनेको कहाँ छ र नेपालमा कानुन भनेको त हामी जस्तोको लागि मात्रै हो के न पावर छ न पहुँच छ न पैसा छ न केही पनि छैन हाम्रो लागि मात्रै बनेको